हेलो गाइज, तपाईँहरूलाई फेरि स्वागत छ मेरो अर्को भ्लगमा। अनि आज चाहिँ केही स्पेसल दिन छ मेरो लागि चाहिँ होइन, आज मेरो भाइको लागि चाहिँ छ। आज म उसकै घर जाँदैछु किनकि आज स्पेसल दिन हो नि त, त्यही भएर। अनि आज स्पेसल दिन चाहिँ के हो भन्दाखेरि म तपाईँहरूलाई भरे देखाउँछु। अहिले चाहिँ म बाटोमा जाँदैछु। अगाडि चाहिँ यस्तो राम्रो सिन छ, बारी नै बारी छ क्या। यो फ्लावर चाहियो तपाईँहरूलाई? किन्दिनँ, यो चाहियो भने भन्नु, किनिदिन्छु। म चाहिँ के भन्छ, यतादेखि जाँदैछु किनकि यहाँदेखि गयो भने चाहिँ सर्टकट हुन्छ, त्यही भएर यहाँदेखि जाँदैछु। बारी बारी जाँदैछु, बारीमा चाहिँ ब्ल्याक लड्यो भने त अनि बर्बाद हुन्छ त। आज कुनै स्पेसल दिन छ क्या, भरे तपाईँहरू भिडियो हेरेर थाहा पाइहाल्नुहुन्छ। त्यहाँनिर चाहिँ स्पेसल गेस्टहरू आउनु हुँदैछ, आफन्तहरू किन आउनु हुँदैछ भनेर तपाईँहरूलाई भरे नै थाहा हुन्छ, किनकि म तपाईँहरूको लागि पनि सरप्राइजै हुन्छ नि त, त्यही भएर भरे नै थाहा पाउनुहुन्छ। अहिले चाहिँ म यहाँ बाटोमै जाँदैछु। बाटोमा जाँदा जाँदै म तपाईँहरूलाई एउटा राम्रो चिज देखाउँछु। के छ भनेपछि यहाँनिर जाँदा जाँदै आउँछ यहाँ पर्दैन, म तपाईँहरूलाई देखाउँछु। कुदेर कुदो कुदो भाग भाग भाग। आइपुगेँ म यहाँनिर ठक्कसँगले, देख्नु सक्नुहुन्छ गाइस। यहाँनिर पानी छ, पानी पानी यति साह्रो महत्त्वपूर्ण हुन्छ कि पानी नै पानी छ। यहाँ चाहिँ यसलाई भन्छ ब्रिज। कस्तो दामी ब्रिज छ, ब्रिजमा चाहिँ म हिँडेर जान्छु। अनि यता नि खोलै छ क्या, अझै नालै छ। गेस्टहरूलाई पनि इन्ट्रोडक्सन गराउँछु तपाईँहरूसँग, को गेस्ट आउँछ भनेर। मलाई चाहिँ थाहा छैन को आउँछ, आफन्तहरू नै आउँछ कि तर को आउँछ मलाई चाहिँ थाहा छैन। त्यहाँनिर भरे मजा आउनेछ आज। म चाहिँ अगाडि हिँड्दै जाँदाखेरि यहाँनिर बुढाबुढीहरू भेटेछ, अगाडि खेल्दैछ। अगाडि चाहिँ अलिक लामै बाटो छ क्या, लामै बाटो भन्दा पनि त्यति साह्रो चाहिँ छोटै छ। यहाँदेखि 1 मिटर कुदियो भने पुगिन्छ। भाइको चाहिँ हेन्सम भाइ। ल भाइ उहिले हान्देऊ न त एकचोटि, सक्दैनौ? भाइ अनि साइकल किनेको त फाइदै भएन नि भाइ। गियर किनेको कुदाउने मात्रै होइन त, उहिले नि हान्ने बिस्तारै सिक्नुपर्छ। ल भाइ मेरो, ल भाइ जाउँ मजाले जाउँ। बाई बाई। भाइलाई चाहिँ नयाँ साइकल पाएर ओभर स्पिड कुदाउँदैछ अगाडि। छिटो घर जानुपर्ने हुन्छ उताको लागि। उहीँ पर यो ठुलो ठुलो घर छैन, त्यही हो। अगाडि पुगिसक्यो, अब चाहिँ के गर्दैछ हेर्नुपर्ने हुन्छ त्यसलाई आज। यहाँ एउटा कुकुर छ हेर, यहाँ कुकुर फुलै फुल छ। कुन फुल छ यो तपाईँहरूलाई? यो कुकुर छ। गाई चाहिँ हेर्नु सक्नुहुन्छ, कुकुर पाल्तु कुकुर। टाटा बाई गर, बाई बाई। हजुर उहाँमा चाहिँ यो चाहिँ खेल्दैछ। अब त्यसलाई गएर सोध्नुपर्ने हुन्छ, के सोध्ने कुरा हो। ओइ आज तेरो के अरे, के हो तेरो? आज यसको चक्लेट छ यहाँनिर। तेरो बर्थडे हो नि? कति वर्ष पुगिस्? 6 वर्ष। यसले चाहिँ चक्लेट खाइसकेर यहाँको चक्लेट सक्नु यसरी चक्लेट खानु हुँदैन त्यसरी चक्लेट। ये कर लो पहले। एउटा भाइलाई यहाँनिर आएको रहेछ हाम्रो देश। यसको नाम चाहिँ के? त्यो नाम के अरे? ओम धमलाई नै बान्द्रे भन् न। बान्द्रे। यसको चाहिँ दाँतै छैन। के गर्दै यहीँ जानु, यहीँ जानु। ओइ यहीँ जा। त्यो अघि भन्दै थियो यसको नाम चाहिँ बान्द्रे हो। यी गर न के हो, यसको चाहिँ दाँतै छैन। तेरो दाँत कसले लगेको अरे? तेरो दाँत कसले लगेको अरे? छिटो भन, छिटो भन भनेको। यसको चाहिँ धेरै चक्लेट खाएर फुस्केको दाँत, यो शर्माउँदैछ। यो जस्तै सोझै यहीँ छ नि, यहीँ छ नि, यहीँ छ नि। यो जस्तै सोझो कहाँ भेटिन्छ? गयो चोइते बाँदर। मेस्सीको फेन अरे। म पनि मेस्सीको फेन हो। गाइस मेस्सीले जित्दैछ, वर्ल्ड कप जित्छ होला सायद मेस्सीले। अब चाहिँ म खानुपर्ने हुन्छ। खानेमा के डिस छ म तपाईँहरूलाई देखाउँछु। अहिले थालमा पस्किन जान्छु म। गाइस मैले चाहिँ खाना पाइसकेँ। यहाँ छ खाना। यहाँ छ यो मासु पुलाउ अनि यस्ता कोक छ। अनि एकछिनमा केक आउनु बाँकी छ। यो चाहिँ के को मासु भन्दाखेरि यो चाहिँ सुँगुरको मासु खाने।
सुँगुरको मासु पुलाउ र मासुहरू चाहिँ मैले खाइसकेँ होइन। अब चाहिँ खानुपर्ने हुन्छ भनेको के खानुपर्ने हुन्छ त्यसको लागि म इन्तजार गर्दैछु। कति दिन हुन्छ मलाई चाहिँ थाहा छैन। टोटलमा म तपाईँहरूलाई मासु देखाउँछु, हेर्न सक्नुहुन्छ। यो भाँडामा छ मासु, यसमा पनि छ मासु, यसमा अब त्यो भएको छ, यसमा पनि मासु छ, यसमा त्यो छ। अनि के भन्छ यसमा चाहिँ पुलाउ छ क्या, पुलाउ चाहिँ यहाँनिर पुलाउ। आज बर्थडे हो नि त त्यसको, त्यो भएर अब बर्थडेको चक्लेट पनि खानुपर्ने हुन्छ। त्यो भएर बर्थडेको चक्लेट चाहिँ सबै म खान्छु क्या, म खान्छु बर्थडेको चक्लेट सबै। यस्तो पकाएको छैन, यस्तो पकाएको छैन, खान्छु सबै। अब चाहिँ मुन जानुपर्ने हुन्छ। अब मुनको गएको छ, तपाईँहरूले देखाउँछु। आउनुभएको हुन्छ ठुलो बुवाहरू, धेरै मान्छेहरू आउनुभएको हुन्छ। यति पायो केक, यति म त यति धेरै पाउँछु होला भन्दै थिएँ, तर यति पाएँ केक, केही छैन। यति पनि खानु सक्छु म। केक भनेको केक हो क्या। अब त्यसलाई टिकाहरू लगाइदिनुहुन्छ, यसो भिडियोहरू पनि गर्नुपर्ने हुन्छ थम्बनेलको लागि। मान्छेहरू आउनुभएको, ओए त टिका लगाउनु जा त, बर्थडे बोय अरे माथि गयो बर्थडे बोय यहाँनिर आउनुहुन्छ। यो म हाई गर्ने पैसा थ्याङ्क यू पनि भनेन। यो गिफ्ट पाएर यहाँभित्र वी टू, वाट डु मिन बाई वी टू? इङ्ग्लिस बोल्ने भएको अरे वी टू के छ खोलेर छिटो अनबक्सिङ गर्नुपर्छ हामीले। छिटो अनबक्सिङ गर। तोबा तोबा थारा मूड खराब करने। अरे आज दुईजनाको बर्थडे, यसको दाइको र यसको बर्थडे हो आज। यसको दाइ चाहिँ कहाँ भएको अरे, साथीहरूकोमा गयो अरे लजाएर। भाइ मात्र बसिरहेछ, त्यसको भाइ। यो पनि चुलुले छ। यहाँनिर भाइहरू आइसक्यो, यहाँ मस्त खेल्दैछ। के हेरेको रोब्लक्सको हेर्दैछ यसले। अन्त रोब्लक्स तेरो नाम के हो? इन्ट्रोडक्सन दे तेरो। मेरो नाम आयुष हो अनि म बाई कति क्लासमा पढ्छस्? 6मा। यो पिल्लरमा लुकेकोहरूले पिल्लरले पनि लुक्नु सकेको छैन। पिल्लर भन्दा पनि ठुलो ज्यान छ तेरो। यसको भाइ चाहिँ यो आयुष। आयुष यसको नाम चाहिँ आयुष हो अनि यसको नाम चाहिँ आयन हो। यो बर्थडे बोय चाहिँ चस्मा लगाएर अझैसम्म टिभी हेर्दैछ यहाँनिर मस्त। अघि 24 आवर हेरेर के अरे गर जालास यहाँ देखा ल देखा। त्यसो गर्नु सक्छस्? म अझै मजाले गर्नु सक्छु। के ओ यहाँ आइज त, म तेरो पछि हो। यसको हेर्नु त, त्यसो त मजाले सक्छु। अब म यसलाई डायमन्ड पुसअप गरेर देखाउँछु। लाएर यो छ नि यसलाई लु त गरेर देखा त। सक्छस् त भाइ? सक्छस्? अनि यसको हेर्नु न, उत्तानो चाक लगाएर बसिरहेछ। ओ सोफामा बस्ने तेरो ढङ्ग त्यस्तो हो। हानौँ त्यसरी नै बस्न। यसले चाहिँ फेरि गर्नु अरे अब चाहिँ एकछिनतिर सबै काम अघि मैले धन्दाहरू गरेँ, कामहरू गरेँ। अब एकछिनतिर घर जानुपर्ने हुन्छ। गाइस उज्यालो ला 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 लु एकछिन पक्लो कर घोप्ट्यो
घोप्टे 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 अब्बे यसको हान्दैन के अलिकति होइन यो बर्थडे बोय अरे यो माको फटा छ बर्थडे बोय यिनीहरू दुईजना चुइते बाँदर अनि थ्याङ्क यू भाइ मेरो भाइ भनेर सब्सक्राइब गर भाइ भनेको यस्तो हुनुपर्छ बेलुन चोर अघिदेखि यसले 4-5 वटा बेलुन फुटाइसक्यो बेलुन चोरको नाम चाहिँ यही हुन्छ अब चाहिँ के भन्छ यिनीहरू सकेर जान्छ मान्छेहरू जान्छ अब कति बेला घर जाने हो घर जाने बेलामा सुट गर्छु अहिले चाहिँ धेरै काम छ माथिहरू पाहुनाहरू धेरै छ नि त त्यही भएर मैले चाहिँ बेलुन लगाएको कस्तो देखिरहेको छु होला यो बेलुनमा चाहिँ कस्तो ड्याम देखिरहेको छ होला कैसाइरा के अरे कुखुरा चरा ओए चरा सेतो सेतो चरा छ यहाँनिर खाँदा नै बसिरहेको यसले दाँत मल्दैछ बर्थडे बोय दाँत घिसाउँदैछ धेरै केक खाएर दाँत घिस धेरै केक खाएर अझै भान्जीले लगाइदिँदैछ मलाई भान्जीले पनि अघि मैले लगाएको थिएँ त्यही भएर देखेर उसले पनि लगाएको है अनि अब चाहिँ के गर्ने भने अब चाहिँ धेरै राति भइसक्यो होइन हामी पनि धन्दाहरू गरेर सबै कामहरू निप्टाएर अब हामी पनि जान्छु म पनि जान्छु हिँड्दै त होला नि होइन जान्छु आजको भ्लग कि तपाईँहरूलाई कस्तो लाग्यो आई होप राम्रो लाग्यो होला तपाईँहरूलाई आजको भ्लग किनकि हिजो अस्ति बनाएको भन्दाखेरि आजको भ्लगमा मजाले बोल्नु थालेको छु त्यसैले डेली भ्लग आउँदाखेरि मलाई बोल्नु अड्किँदैन त्यसैले आजको भ्लग बाई आई होप राम्रो लाग्यो भने लाइक र सब्सक्राइब गरिदिनु र सेयर गरिदिनु बाई गाइज